हजुरको शुभ नाम? निरु आले। निरु आले। ठेगाना एड्रेस? विराटनगर 16 नेपाल। अनि के समस्या थियो हजुरलाई? मेरो चाहिँ नसा चेपेको थियो ढाडको। हजुर। देब्रेपट्टि साइडको। हजुर। अनि मैले अंग्रेजी दबाईहरू पनि गरेको। अनि समस्या चाहिँ के थियो? नसा चेपेर के हुन्थ्यो? गाह्रो साह्रो कस्तो? उठ्न बस्न सुत्न? मलाई बस्दा चाहिँ यस्तो खुट्टा खुम्चाएर बस्दाखेरि चाहिँ दुख्ने। हजुर। अनि सुत्दाखेरि चाहिँ धेरै गाह्रो हुन्छ। राति चाहिँ धेरै गाह्रो हुन्थ्यो। हजुर। कति पुरानो थियो यो? 8 वर्ष। 8 वर्ष पुरानो नसा चेपिएको ढाडको। अनि यो अंग्रेजी उपचारहरू जुन अरू उपचारहरू गराउनु भयो त्यसले के कस्तो हुन्थ्यो त? त्यसले त अब नसा चेपिएको छ भन्नुहुन्थ्यो डाक्टर साहबहरूले, औषधि दिने अनि खायो निकै नहुने। हजुर। अनि म जुन थेरापी दिँदैछु आज कति दिन लिनुभएको छ? आज 9 दिन भयो। 9 दिन। 9 दिनको थेरापीले के कतिको सहज भएको छ? फाइदा बताउनुहोस् त। मलाई धेरै राम्रो भएको छ, आराम भएको छ। म सुत्नलाई चाहिँ राति मलाई धेरै गाह्रो हुन्थ्यो। अहिले मलाई त्यस्तो छैन। म आज राति राम्रो सुते। मलाई निन्द्रा पनि राम्रो भयो। दुखेको छैन। म 90% ठिक भइसके। त्यस्तो चाहिँ 90% ठिक भएको फिलिङ चाहिँ हजुरलाई यो 9वटा थेरापीमा यस्तो चाहिँ भएको फिलिङ भएको छ हैन? भन्नाले यो थेरापीबाट सन्तुष्ट हुनुहुन्छ? एकदम एकदम। हजुर। यो ट्रिटमेन्ट तैले जारी नै छ? सन्तुष्ट हुनुहुन्छ? निको भएको छ? धेरै राम्रो। धन्यवाद। धन्यवाद डाक्टर साहबलाई पनि धेरै धेरै।